नमस्कार, म मदन घिमिरे। आज म आएको छु यो भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायीले राखेका स्टलहरूमा। यहाँको भक्तपुरको कलात्मक, यहाँको संस्कृति, यहाँको भक्तपुरको जुन किसिमको खाना परिकारदेखि लिएर यहाँको कपडा, यहाँको जुन नेवारी, जुन यहाँको संस्कृतिका बारेमा जुन कुराहरू छ, कलात्मक हिसाबले चाहिँ यहाँ एउटा व्यावसायिक मेला राखेको छ। यो मेलाको स्टलहरू आउनुहोस्, म तपाईँलाई देखाउँछु। स्टलमा नेवारी खानेकुराहरू, गोल्चामाडी, चटामारी, विभिन्न गेडागुडीका परिकारहरू, नेवारी खानेकुराहरूको डेस्क राखिएको रहेछ। यसका साथै भक्तपुरे नेवारी कल्चरका ड्रेसहरूका स्टलहरू, मह र स्थानीय उत्पादनहरूलाई विशेष गरी कुटीर उद्योगलाई नै प्राथमिकतामा राखेर यहाँ स्टलहरू राखिएका छन् र विभिन्न मान्छेहरूले यी स्टलहरूमा आफूलाई आवश्यक कुराहरू खरिद गरिएको पनि देखियो। नेवारी कल्चर ढल्किने भातगाउँले टोपी र विभिन्न नेवारी स्टाइलको ब्याग र यी मुकुटहरू राखिएको देखियो। भोलि यो समापन पनि हुँदैछ।